के तपाईंको खसी बाख्राको तौल बढिरहेको छैन? दाना खुवाउँदा पनि मासु बढ्दैन? आज म तपाईंलाई 90 दिनमै 8-10 केजी तौल बढाउने प्रमाणित तरिका बताउनेछु। धेरै किसानको समस्या के हो भने सन्तुलित दाना नदिने, जुकाको औषधि नदिने र गोठ व्यवस्थापन राम्रो नगर्ने। यही कारण तौल बढ्दैन। अब कुरा गरौँ सही दाना फर्मुलाको। मकै पिसान 40%, गहुँको चोकर 30%, सोयाबिन पिना 20%, मिनरल मिक्स 2%, नुन 1%। दैनिक 300 देखि 500 ग्राम दाना दिनुपर्छ। हरियो घाँस शरीर तौलको 10% दिनुपर्छ। हरेक 3 महिनामा जुकाको औषधि दिनु अनिवार्य छ। पीपीआर र एफएमडी खोप लगाउनुपर्छ। रोगी खसी कहिल्यै मोटाउँदैन। मोटाउने खसीलाई छुट्टै राख्नुहोस्। अत्यधिक हिँडडुल नगर्ने ठाउँमा राख्नुहोस्। 90 दिनमा 8 देखि 12 केजी तौल बढ्न सक्छ। यदि 30 केजी खसीलाई 90 दिन मोटाउनु भयो भने 40 केजी पुग्न सक्छ। बजार मूल्य प्रति केजी 750 भए 10 केजी बढ्दा 7500 रुपैयाँ अतिरिक्त आम्दानी हुन्छ। यदि तपाईंलाई यो जानकारी उपयोगी लाग्यो भने लाइक, शेयर र सब्स्क्राइब गर्न नबिर्सनुहोस्। अर्को भिडियोमा भेटौँला।